आज 13औं दिन यीशुको साथमा क्रुससम्मको यात्रा। परमेश्वरलाई प्रसन्न तुल्याउनु। मत्ती 3को 13देखि 17, एफिसी 5को 1देखि 13, भजन सङ्ग्रह 144को 10देखि 20। परमेश्वर हामी सफल नै हुनुपर्छ भन्नुहुन्न, तर उहाँ हामीले कोसिस गर्नुपर्छ भन्नुहुन्छ। सन्त पावलले एफिससका विश्वासीहरूलाई तिनीहरू ज्योतिका सन्तान भएकोले ज्योतिका सन्तान जस्तै भएर जिउनुपर्छ भन्ने सल्लाह दिन्छन्। अनि यसरी जिउने सम्बन्धमा तिनी अझै भन्छन्, प्रभुलाई मनपर्ने के हो सो सिक्ने कोसिस गर। यसो भनेर तिनी ज्योतिका सन्तानको तिनीहरूका आफ्ना कर्तव्यमा ध्यान दिनुपर्ने र तिनीहरू जुन ज्योतिका हुन् तिनीहरूका जीवनको कामलाई पनि त्यो सुहाउँदो बनाउनु पर्ने आशा राख्छन्। चाहे प्रयोग गरेर होस् वा जाँच वा निश्चय गरेर प्रभुलाई मनपर्ने के हो त्यो गर्नुपर्छ। एक व्यक्ति परमेश्वरका निम्ति भोकाउनुपर्छ। सबै विश्वासी उद्धार पाउनका निम्ति ख्रीष्टको नाउँ पुकार्नेहरू सबैको लक्ष्य परमेश्वरलाई प्रसन्न तुल्याउनु हो वा हुनुपर्छ। सन्त पावलले भन्दछ, तिमीहरूले यसो गर्ने कोसिस गर। त्यो पत्ता लगाउनु तपाईको जिम्मेवारी र कर्तव्य हो। सापेक्षमा यो मुख्य क्रिस्चियन कर्तव्यको साथ आचरणको लघु मिश्रण जीवनको एउटा आफैमा पर्याप्त नियम हो। मानिलियौँ तपाईँ सही विश्वासीहरू भएको एउटा मण्डलीको हिस्सा हुनुहुन्थ्यो अनि तपाईँको सङ्गतिका पदारीले तपाईँहरूलाई यसरी प्रश्न गर्छन्, तपाईँहरूमध्ये कतिजनाले परमेश्वर तपाईँसँग साँच्चै प्रसन्न हुनुहुन्छ भन्ने सोध्नुहुन्छ? यसरी सोध्दा कतिजनाले हात उठाउलान्? के तपाईँ आफ्नो हात उठाउनुहुन्छ? परमेश्वर हामीसँग प्रसन्न नहुनुको एउटा कारण यो हो कि हामी उहाँका मार्गहरूमा ध्यान दिँदैनौँ। हामी केही बाइबल खण्डहरूमा ध्यान दियौँ जसमाथि हामीले मनन गर्नुपर्छ। बिना विश्वास परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसैले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूले उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। हिब्रू 11को 6। किनभने पाप स्वभावमा मन लगाउन चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। किनभने पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वरप्रति शत्रुता हो। परमेश्वरको व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिले हुन सक्छ। पाप स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्। रोमी 8को 6देखि 8। तर परमप्रभु उहाँको भय मान्नेहरूसँग र उहाँको अचूक कृपामाथि भरोसा राख्नेहरूसँग हुनुहुन्छ। भजन सङ्ग्रह 147को 11। यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन। मत्ती 17को 5। यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु। मत्ती 3को 17। होम बलि र बलिदान भन्दा बेसी परमप्रभुलाई आज्ञा पालना नै रुचाउनुहुन्न र? आज्ञा पालना बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको बोसो भन्दा असल हो। पहिलो सामुएल 15को 22। तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारुन् र तिमीहरूलाई उहाँले इच्छा पुरा गर्न सक। जे परमेश्वरलाई मन पर्दछ येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूमा गरून्। उहाँको महिमा युगौँ युग भइरहोस्। आमेन। हिब्रू 13को 21। यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढाऊ
यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो। भलाइ गर्न र आफूलाई आफूसँग भएका कुरा बाँडचुँड गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ। हिब्रू 13:15 र 16। यसैले परमेश्वरलाई प्रसन्न तुल्याउनु भनेको उहाँको व्यवस्था र आज्ञा अनुसार जिउनु र त्यो प्रेमसहित गर्नु हो। यसो गर्नु असम्भव जस्तो देखिन सक्छ, तापनि परमेश्वर हामीले उहाँलाई प्रसन्न पारेका चाहनुहुन्छ अनि उहाँले हाम्रो निम्ति उहाँलाई प्रसन्न तुल्याउनु सम्भव बनाइदिनुहुन्छ। हामी असल काम गर्नेहरूलाई मात्र स्वीकार गरिन्छ र खराब काम गर्नेहरूलाई इन्कार गरिन्छ भने सिद्धान्तलाई गलत प्रकारले नबुझौँ, बरु परमेश्वरको हृदय वा विचारलाई बुझौँ। उहाँले तपाईँको हृदयलाई हेर्नुहुन्छ, तपाईँको काम वा व्यवहारहरूलाई होइन। यो हामी पवित्र आत्माको शक्तिद्वारा गर्छौँ जो हाम्रा हृदयमा वास गर्नुहुन्छ। अनि लेनकालले हामीलाई सही सुरुवात दिन सक्छ। हामी समर्पित बनौँ अनि हाम्रो जीवन र समय प्रभुको सेवाको निम्ति देऊ। उहाँलाई घनिष्ठ रूपले जान्दा एक व्यक्तिका निम्ति उहाँलाई प्रसन्न पार्ने बाटो सहज हुन्छ। हामी उहाँको व्यवस्था र उहाँका उद्देश्यहरू जानौँ र ती पालना गरी जियौँ। यसरी हामी उहाँलाई प्रसन्न पार्न सकौँ। सहज गर्नुहोस्, किनकि विगतका हनोक, नोआ, अब्राम, दाउद, अयुब र अरू धेरैजना मानिस थिए जसले परमेश्वरलाई प्रसन्न पार्न सके। यो सूचीमा तपाईँको पनि नाउँ लेखिएको होस्। हामी समयमा हामी केही कुराहरूमा हामी मनन गर्नेछौँ कि मेरो जीवन हर समय परमेश्वरलाई मन पर्दो छ, कि मलाई मेरो जीवनको कुनै त्यस्तो क्षेत्र थाहा छ जुन परमेश्वरलाई मन पर्दो छैन। उहाँलाई प्रसन्न तुल्याउन म कस्ता कदमहरू चाल्छु। हामी समय केही कुराहरूमा हामी प्रयोग गरौँ। म प्रत्येक दिन बाइबल पढ्नेछु र उहाँको व्यवस्था जान्नेछु अनि परमेश्वरलाई खुसी तुल्याउन म उहाँको हृदय विचार बुझ्नेछु। म येशूको पाइला पछ्याउनेछु र उहाँले दिनुभएको शिक्षा मेरो दैनिक जीवनमा लागू गर्नेछु। हामी यस समयमा हामी छोटो प्रार्थना हामी गर्नेछौँ। प्यारो परमेश्वर, तपाईँको इच्छा पूरा गर्ने सक्दो कोसिस गर्नु नै मेरो जीवनको उद्देश्य हुन दिनुहोस्। म प्रार्थना गर्छु, मलाई कृपा गर्नुहोस् अनि तपाईँ आफैलाई साथ तपाईँका चाहना र उद्देश्यहरू म कहाँ प्रकट गराउनुहोस्। धन्यवाद। येशूको नाउँमा म प्रार्थना गर्दछु। आमेन।